पहिला सुरु चाहिँ घर छोड्दा त्यसको बेलुकापल्ट चाहिँ मलाई धेरै रमाइलो लागेको थियो, भोलिपल्ट चाहिँ धेरै नराम्रो लाग्यो र घर जान चाहिँ मन लागिरहेको थियो, तर म त्यहाँ गएर नि खाना नपाउने नुहाउन नपाउने भएर म त्यही सडकमै बसेँ। अनि त्यहीँ फोहोर टिप्ने खाने गर्दा गर्दा 10-11 वर्षको भएँ। मलाई खालि बाबा मम्मीले रक्सी खाएर आउनु भएर पीडा गर्नुहुन्थ्यो, त्यो भएर मैले घर छोडेँ। याद पनि आउँछ अनि कहिलेकाहीँ घर जान पनि मन लाग्छ, घरै छैन अब कहाँ जानु। हेटौँडाका सडकमा प्रशस्त सडक बालबालिकाहरू थिए र यहाँ भइरहेका सरकारी तथा गैर सरकारी प्रयासहरू फितला देखिन्थे र सडकमा अत्यन्तै व्यवहारिक रूपमा नारकीय जीवन बाँचिरहेका बालबालिकाहरूलाई मानवीय भावले एउटा राहत उद्धार र सेवा प्रदान गर्ने हेटौँडा नगरपालिका र विभिन्न अन्य सङ्घ संस्था समेतको सहयोगमा केही युवाहरू मिलेर माउघर नेपालको सुरुवात गरेका हुन्। म घरबाट निक्लिँदा 11 वर्ष। अब हाम्रो बाबा मम्मी अब धेरै छोरा, अनि उहाँहरूलाई अब एउटा केही भयो भने उहाँहरूले भन्नुहुन्छ, एउटा केही भयो भने अब 5 भाइहरू हुन्छन्, 4 भाइहरू हुन्छन्, त्यस्तो कुरा गरिरहनुहुन्छ। सायद उहाँहरूलाई छोराहरूको त्यति याद आउँदैन होला। अब 2068 साल कार्तिक महिनामा कामको सिलसिलामा हेटौँडा बस पार्कमा पुग्दा त्यहाँ मोमो खान बसेका मानिसहरूको वरिपरि एउटा दुईटा मोमो माग्न बालबालिकाहरू झुम्मिरहेका थिए। फोहोरी कपडा, त्यस्तै फोहोरी कपाल, दुईजना बस्दाखेरि तास खेलिरहेको अवस्था, चुरोट तानिरहेको अवस्था, जे मन लाग्यो त्यही अपशब्द बोल्दै बसिरहेको अवस्था। र जब त्यो मानिसहरूले मोमो खाएर पातको प्लेट भुइँमा फाल्छन्, सबैजना दौडेर गएर त्यो पातको प्लेट टिपेर चाट्न थालेको अवस्था देखेपछि त्यो बालबालिकाहरूप्रति हामी नजिक हुन पुगेका थियौँ र त्यसपछि हेटौँडामा रहेका सडक बालबालिकाहरूको अवस्था के छ त्यो बुझ्नुपर्छ भन्नको लागि हामीले 52 दिन लगाएर हेटौँडामा सडक बालबालिकाहरूको अवस्था भन्ने शीर्षकमा एउटा अध्ययन सर्वेक्षण गऱ्यौँ र त्यो अध्ययन सर्वेक्षणबाट हामीले के पत्ता लगायौँ भने सडकमा पुग्ने बालबालिकाहरू मुख्यतया 3वटा कारणबाट सडकमा पुग्दा रहेछन्। पहिलो कारण पारिवारिक विखण्डन र पारिवारिक समस्याहरू, दोस्रो कारण साथीभाइको लहिलही र तेस्रो कारण सहरको रमझम। मान्छेहरू खाना खाएर बढी हुन्छ नि, अनि त्यो छोडेर जान्छ, अनि त्यो भाँडा टिपेर आउँछ, अनि त्यो अरू मान्छे अनि त्यो फाल्छ, अनि त्यो साथीहरू गरेर टिपेर आउँछ। सडकमा हुँदाखेरि म 5-6 दिन भोकै बसेको थिएँ। सम्भव भएकासम्मलाई पारिवारिक पुनर्स्थापना गर्ने, जसको परिवार छ, जसको आर्थिक अवस्था राम्रो छ उसलाई चाहिँ परिवारमा पुर्याउने र परिवारमा आर्थिक अवस्था पनि कमजोर भएको, आमा बुवाको पनि कुनै पत्ता नलागेका त्यस्ता बालबालिकाहरू चाहिँ अहिले माउघरमा संरक्षित छन्। मेरा साथीहरू चाहिँ कोही 2-3 जना जति यी छन्। मेरा साथीहरू अरू चाहिँ पुनर्स्थापना भइसके र म चाहिँ अलि राम्रोसँग पढेर खेलेर राम्रोसँग जीवन बिताइरहेको छु। अहिले चाहिँ मलाई यो पहिलाको कुराहरू सम्झेर चाहिँ अहिले चाहिँ मलाई धेरै 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 चित्त दुख्छ।
जाडो महिनामा चाहिँ हामी ठेलामा सुत्यौँ। ठेलामा सुत्ने बेलामा पानी छ्याप्ने, कहिले लात्तीले हान्ने, बोरा तान्निने गरेर त्यहाँबाट लखार्थ्यो र हामी त्यही सडकैमा सुत्यौँ। पानी पर्थ्यो, जाडो हुन्थ्यो, घरमा भए त सुत्न त पाउँथ्यो। अठार वर्ष नपुगुन्जेलसम्म चाहिँ शिक्षा, स्वास्थ्य लगायतका कुराहरूलाई कन्टिन्युटी दिने र आगामी दिनमा चाहिँ 18 वर्ष पुगिसकेपछि सिपमूलक काममा चाहिँ सहभागी गराउने। मामाघरको सम्पर्कमा आइसकेपछि बालबालिकाहरूलाई जति सकेको बिजी गराउन सकियो भने धेरै बिजी भएको कारणले गर्दाखेरि पनि पहिला सडकमा बस्दाखेरि जुन उनीहरू कुलतमा लागेका थिए ती कुराहरूलाई क्रमशः बिर्साउँदै जानको लागि धेरै सहयोग पुग्ने भएकोले हामीले चाहिँ बिहान 6 बजेदेखि नै बेलुका 9 बजेसम्मको एउटा सेड्युल बनायौँ। जुन जतिखेर पनि बिजी हुने किसिमको चाहिँ एउटा सेड्युल बनाएर हामीले सुरु गऱ्यौँ र उनीहरूले त्यो बिग्रने मौकै पाए। सडकमा रहने बालबालिकाहरू कसैको नियन्त्रणमा हुँदैनन्। लामो समयदेखि अनियन्त्रित अवस्थामा रहेका उनीहरू केवल बाँच्नकै निमित्त, पेट भर्नको निमित्त माग्ने, चोर्ने लगायत सामाजिक आपराधिक गतिविधिमा पनि सहभागी हुन्छन्। लगभग 100% सडक बालबालिकाहरू लागु पदार्थ दुर्व्यसनमा पनि फसेको पाइन्छ भने उनीहरूले समाजलाई सकारात्मक रूपले हेरिरहेका पनि हुँदैनन्। त्यस्तो परिवेशमा रहेको बालकहरूलाई सडकबाट टिपेर लिएर आएर मामा घरमा ल्याइसकेपछि सामाजिकीकरण गर्नु सबैभन्दा ठुलो चुनौती हो। आज छ नि म आन्टीको छोरी एकजना विदेशमा बस्नुहुन्छ क्या है, उहाँको नाम चाहिँ कक्षा कार्की। आज मामा घरमा चाहिँ छोरीको बर्थडेको अवसरमा यहाँ खाना खुवाउने भनेर उहाँहरू यहाँ आउनुभयो है। अनि छ नि अब सबैभन्दा पहिला हामी के गर्छौँ भने नि सबैजनाले त्यहीँबाट आफ्नो नाम गर्छ। यहाँका टोलवासीहरू, स्थानीय समाजसेवीहरू, सरकारी तथा गैर सरकारी संस्थाहरूले दिनुभएको मुठीदान, नियमित रूपमा उपलब्ध गराउने थोरै दान, चन्दा, उपहार, सहयोग, यहाँ आएर उहाँहरूले सेलिब्रेट गर्ने जन्मोत्सवहरू, म्यारिज एनिभर्सरी, संस्थाको वार्षिकोत्सव र अन्य विभिन्न व्यक्तिहरूले आफूले सकेको सहयोग उपलब्ध गराएर जुन मामाघर नेपाल सञ्चालनमा रहेको छ, यसले मामाघर नेपालप्रति सामाजिक रूपमा सबैजनाले
सकारात्मक रूपले सोचिदिनु भएको छ भन्ने हामीले बुझेका छौँ र आगामी दिनहरूमा मामगढ नेपाललाई अझै सुदृढ प्रभावकारी बनाउनको निमित्त सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ। सडकमा रहेका बालबालिकाहरूलाई माया, निर्देशन, सल्लाह, परामर्श र साथ हुने हो भने उनीहरू पनि सामान्य नागरिक सरह भएर बाँच्न सक्छन् भन्ने प्रमाणित हुँदै गइरहेको छ भन्ने हामीले बुझिरहेका छौँ। ठुलो भएपछि म सिङ्गर बने। को हो तिमी मेरो को हो तिमी, को हो तिमी मेरो को हो तिमी, आँखामा हेर एउटा सपना छ, त्यो सपनाभित्र एउटा संसार छ, त्यो संसार तिमी बिना अधुरो छ, त्यो संसार तिमी बिना अधुरो छ। यहाँ जति सुविधाहरू पाएको छ त्यहाँ त्यति घेडा पाउँछ अनि म त्यस्तो ठाउँमा जाँदिनँ। बरु यहीँ बसेर राम्रोसँग पढेर डान्स गरेर प्रोग्रामहरू देखाएर अलि हिट कला केन्द्र भन्ने बित्तिकै मामु घरको नाम चलोस् भन्ने चाहन्छु।